हेलो गुटेन मोर्गेन। आज तपाईहरुलाई हामी जर्मन क्लासको अल्फाबेटको बारेमा सिकाउने छौं। अल्फाबेट जर्मनमा अल्फाबेट कस्तो हुन्छ यसको बारेमा आज हामी विस्तृतमा पढ्ने छौं। अन्तिमसम्म भिडियो हेरेर साथ दिनु होला। धन्यवाद। इंग्लिशमा जस्तो अल्फाबेट हुन्छ जर्मनमा पनि त्यस्तै हुन्छ, तर त्यसको प्रोनाउन्सिएसनमा चाहिँ केही फरक हुन्छ। जस्तै हामीले इंग्लिशमा ए भन्थ्यौं भने हामीले चाहिँ जर्मनमा आ भन्नुपर्छ। बी लाई बे, सी लाई चे, डी लाई डे, ई लाई ए। अब हामीले अंग्रेजीमा ए भन्थ्यौं, ए लाई ए भन्थ्यौं भने यहाँ चाहिँ हामीले जर्मनमा चाहिँ ई लाई ए भन्नुपर्ने हुन्छ र एफ लाई एफ नै भन्छ एफ लाई। अब जी लाई गे भन्छ, एच लाई हा भन्छ, आई लाई ई भन्छ, जे लाई यट भन्छ, के लाई का भन्छ, एल लाई एल नै भन्छ, एम लाई एम नै भन्छ, एन लाई एन नै भन्छ, ओ लाई ओ नै भन्छ। एल एम एन ओ लाई इंग्लिशमा जस्तै जर्मनमा पनि एल एम एन ओ नै भन्छ। अब पी लाई पे भन्छ, क्यू लाई कु भन्छ, आर लाई एर ए डबल आदि र एर भन्छ, एस लाई एस नै भन्छ, टी लाई टे भन्छ, यु लाई उ भन्छ, भी लाई फाओ भन्छ, फाओ फा ओ फाओ भन्छ भी लाई। डब्लु लाई वे भन्छ, वे फाओ वे। एक्स लाई एक्स हैन इक्स भन्छ, ई आदि क स इक्स। वाई लाई भन्छ इप सु लन, इप्सुलन भन्छ वाई लाई।